आदरणीय दर्शक महानुभाव नमस्कार, स्वागत गर्दछु हजुर सम्पूर्णलाई हाम्रो च्यानल सर्च अफ ट्रुथमा। दर्शकबिन आज हाम्रो टिम आइपुगेको छ काठमाडौँ जिल्ला स्थित ज्ञानेश्वरमा, जहाँ हामीलाई जानकारी प्राप्त भयो कि आज यहाँ शनिबारको दिन विश्वविख्यात तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको अद्भुत सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको छ, जसको उपलक्ष्यमा यहाँ हजारौँ भक्तजनहरू सत्सङ्ग सुन्न आउनुभएको छ। सत्सङ्ग सुन्नु पश्चात उहाँहरूको अनुभव के कस्तो रहेको छ सोबारे जानकारी लिने कोसिस गर्नेछौँ। सन्त रामपालजी महाराजले सम्पूर्ण धर्मशास्त्रबाट प्रमाणित गर्नुभए अनुसार भगवान को हुनुहुन्छ? उहाँले प्रमाणित गर्नुभएको अनुसार शास्त्र अनुसार भनौँ, उहाँले प्रमाणित गरेर शास्त्रमा देखाए अनुसारको भगवान भनेको कबीरदेव नै हुनुहुन्छ। हाम्रा सम्पूर्ण धर्मशास्त्रमा प्रमाण छन् कबीर साहेबजी नै भगवान हुन्। कबीर साहेब भगवान हुन्। वेद र गीताहरूमै प्रमाण दिएका छन् कि कबीर साहब नै भगवान हुन्। कबीर साहेबजीलाई त इतिहासमा सन्त र कवि भनेर दर्जा दिएको छ, हजुर भगवान भनेर मान्नुहुन्छ, यो के आधारमा भयो त? कबीर साहेब भगवान हुनुहुन्छ भनेर हामीले कसैले भनेको आधारमा हामीले कबीर साहेबलाई भगवान मानेको होइन कि हाम्रा शास्त्रहरू जति पनि हिन्दू धर्मका शास्त्रहरू छन् तिनीहरूमा प्रमाण छन्। यसको प्रमाण कहाँ छ? पवित्र श्रीमद् भागवत गीतामा छ। हाम्रो पवित्र 4 वेदमा छन्। पवित्र बाइबलमा छ। कुरान शरीफमा छ। लगायत सम्पूर्ण धर्मशास्त्रमा छ।